हेलो साथीहरू, हेर्नुहोस् यहाँ म चाहिँ काम्लेको बुढी बोकेर धानको बिउ छिन्न जाँदैछु साथीहरू। आजदेखि चाहिँ हाम्रो नि त साथीहरू। त्यही भएर चाहिँ म यहाँनिर मेरो सामान बोकेर जाँदैछु। छाता अड्डाउने थिएँ सकेर जाँदैछु साथीहरू। हेर्नुहोस् साथीहरू, आइपुगेँ म चाहिँ। हाम्रो बिउ हो साथीहरू। छिन्ने होला अब, कति धेरै छ, कहिले सिद्धिने हो साथीहरू। यस्तो बनाएको घामले बस्न सकिन्न। हेर्नुहोस् साथीहरू, हामी चाहिँ यतिजना भयौँ अहिले। भाउजूहरू आउनु भएको छ यहाँ। हामी आएछौँ है गाइस आज फेरि यतातिर नन्दको नानीको यतातिर अर्को भाउजूहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, ठुलो मम्मीहरू। गर्मी भएर साथीहरू यस्तै गरेर बस्नु परिरहेको छ। गाह्रो छ जिन्दगी। अच्छा लग रहा है। है साथीहरू, के गर्दै हुनुहुन्छ साथीहरू? धानको बिउ छिनिरहनु भएको छ। हजुर भाउजू। हामी चाहिँ छतरी ओरेर धानको बिउ छिन्दैछौँ है। हाम्रो अब घाम गयो, छाताहरू उता पछाडितिर फालेर उठी जानु भयाउनेहरू उभिएछ साथीहरू। धानको बिउ छिन्दैछौँ अनि म चाहिँ यतिर छु साथीहरू। हेर्नुहोस् साथीहरू, आज चाहिँ हाम्रो धान रोप्ने हो नि त। त्यही भएर चाहिँ यहाँ हाम्रो बाउरेहरूलाई नास्ता लाग्दैछु। तरकारी छ यहाँनिर, यता फेरि छ रोटी छ। अनि बोकेर बोक्दै जाँदैछु म चाहिँ साथीहरू। तपाईँले फेरि पानी बोक्नु भएको छ, नानी बोक्नु भएको छ। पानी र नानी बोक्नु भएको छ बाबाले। मैले चाहिँ नास्ता बोक्दैछु साथीहरू। फेरि हाम्रो बाउलेहरूलाई दिने कि। हेर्नुहोस् साथीहरू, यो अलि चाहिँ हाम्रो हो, कति धेरै छ हेर्नुहोस् है, यति धेरै छ। पारी छेउसम्म हो नि, पारी छेउसम्म छ। त्यसपछि तल खाल्टोमा पनि छ साथीहरू, कति धेरै छ। यस्तो घाममा पानी पनि यहाँ चलेकै छैन, राम्रोसँग आएकै छैन पानी पनि, गाह्रो छ। हेर्नुहोस् साथीहरू, हाम्रो बाउलेहरू यति धेरै हुनुहुन्छ। हेर्नुहोस् यति धेरै हुनुहुन्छ। हेर्नुहोस् भाइ, कस्तो छ तरकारी भनेर जलेको रोटी नि। हाम्रो बाउरेहरूले नास्ता खाइरहनु भएको छ यतानु साथीहरू। मेरो बाउरेहरूले नमिठो भए पनि मिठो मानेर खाइदिनु ल। खाइ ल हुनुहुन्छ। अझ पानी चाहनेहरू आउनु भएको छैन साथीहरू। पनि सबै सकिया है साथीहरू। म त फर्स्ट साथीहरू। आज चाहिँ निदिताको कटिङ हुँदैछ साथीहरू। मासु खाने भए आउनु ल साथीहरू। के गर्ने, सुर्केल्नेलाई पो रातो भाले हुन्छ र हामी त बाउरेलाई त सेतो भाले दिन्छौँ र साथीहरू। सेतो भाले कैया बाहुरेलाई खैया, बाहुरेको नाउँमा पारी मैले टाउको खाइया साथीहरू। यस्तै छ र यहाँ त साथीहरू। काट्दैछ यहाँ मेरो भाइले, काट्दैछ साथीहरू। भित्र यो टमाटर, यो प्याज, यो चाहिँ मसला साथीहरू। देखिन यहाँबाट यसरी कुटेको। के गर्ने, मिक्सचर छैन, त्यही भएर चाहिँ यसरी कुटेको साथीहरू। यसमा चाहिँ कस्तो राम्रो हुन्छ साथीहरू कुट्ने। यो कुटुने हो, के कुटुने हो, यो छोम्पै हो, छोम्पै।
मासु साथीहरू मासु सीमा यो बाउरेला कान जारी सीधा बस के त बुझिरहेको शान्त बोल के हेलो साथीहरू हेर्नुहोस् यहाँ मेरो बाउरेले खाना बाँधिदिरहेको छु ल साथीहरू ल यता हो काङ्गा लाग्छ रे साथीहरू सुत्दैन चाहिँ आइरहेको छ के कालो आइरहेको एक लप्ता दिन्छु अहिले उसले के के अरे यहाँ अड्डाउने के जति बेला खै त्यो खुर्सानी टुक्री सार्नु खुर्सानी खबर के यहाँ सीमाको ब्लगमा यता त छैन आफ्नो बाउरेहरूलाई यहाँ बाटो सार्दैछ यहाँ कोही हिजो बनाउने हो भाइले अचार साथी हो दुईवटा ठुलो पाहुनाहरू यता छन् थाहा छैन यो मिराको हो सुनु मिला भ्याइदेऊ के सुनु मिला नदिने रे सबै सुनु मिले नदिने रे त्यो तिमीले खाऊ नानी खाऊ भनेको निकाल त्यसको हात के भएको छ त खुबेर राख हेर्नु पर्यो है कत्रो यो यसको थाल त यो त राजा पो रहेछ सीमाको बाउरेहरू खानु भात खानु त्यही पहिला पेट पूजा अनि बल्ल दान पूजा गर्नु पर्छ अरे खाऊ पहिला काम जाम त छोड्यो काम साम पछि हुन्छ खुर्सानी ल्याइदिने हो डल्लोवाला किन भात कतिको मिठो छ गजब मिठो छ खाना साम बसेर भात मात्र खाइरहेको हो दामी मिठो यो भाउजूले किन खानु भएन हो यसो खानु हो कहिले मासु खानु कहिले अचार खानु हड्डी हालिदिएछ नि तपाईँले भात खानु मिराले फेरि के खाएर हो यो मिले फेरि के खाएर खुट्टा भात भन खुट्टा खाइरहेछ नि दिलो हड्डी पो चपाइरहनु भएको हामी पनि खाँदैछौँ हाम्रा बुढी कुकुरलाई खानको मासु तरकारी छोरीले यहाँ मस्तले हेरिरहेको छ
अचारले खाँदैछु साथीहरू। यहाँ छ मेरो भात, यो खुर्सानी, डल्ले खुर्सानी। मेरो खुर्सा गयो के मेरो खुर्सा नि खाए ल साथीहरू। त्यो मेरो खुर्सा नि यो खुर्सानी जामा आता खुर्सानी जोड्या खुर्सा के त्यो होइन छ म एक गाँस खान्छु। यहाँ बल्ल ट्र्याक्टर आएर यहाँ भर्खर जोतिरहेको छ साथीहरू। यसपट्टि बज्यो यहाँ 7 बज्न लागेर 6:51 आएको छ ट्र्याक्टर चाहिँ। हेर्नुहोस् साथीहरू, बाउरेहरूलाई म नास्ता लगिदिँदैछु। आज चाहिँ चाउचाउ र रोटी छ साथीहरू। चाउचाउ चाहिँ चटनी हो, यो चाहिँ रोटीसँग खाने साथीहरू। यो मेरो छोरीको यहाँ छ, मेरो छोरीको हिततिर छ साथीहरू। हेर्नुहोस् साथीहरू, म चाहिँ कुम्ला बोकेछु, यहाँ पानी र रोटी बोकेछु। यो चाहिँ चटनी हो, उचाल्छु। थ्याङ्क्स साथीहरू। मेरो छोरी जान लाग्छन् आफ्नो चाउचाउ बोकेर होइन। हेलो साथीहरू, के भइरहेछ हौ? केही छिरू भनेर भर्खर सुरु भइरहेछ। ऊ त्यो एउटा आली चाहिँ हिजो राति रोपेको साथीहरू, आज चाहिँ यो सुरु भइरहेछ साथीहरू। हेलो साथीहरू, यहाँ नास्ता खाइरहनु भएको छ ल। मेरो बाउरेहरूले नास्ता खाइरहनु भएको छ। यहाँ एउटा बाउरे उपारि हुनुहुन्छ। एक्लै बाँदर बन्नु जानुभएछ त्यहाँ। साथीहरू, 3टा बाँदर यहाँ बस्नु भएको छ। त्यहाँ जुटिरहनु भएको छ। तयार भयो साथीहरू। यहाँ त सुकेछ सबै। साथीहरू, कति घाम भएको र पसिना पनि कति आएको र। बाटो बाटो हिँड। त्यतिर रोप्दै हुनुहुन्छ साथीहरू। बिउ नपुगेर यहाँ बिउ छिन्दैनुहुन्छ। त्यति नभए यहाँ नजोतेर हेर्नुहोस् साथीहरू, आकाश कस्तो देखिन्छ। उज्यालो छ नि साथीहरू। यता चाहिँ बादलले गर्दा अँध्यारो देखिन्छ। म चाहिँ बाउरेहरूलाई नास्ता बनाउँदैछु। यहाँनिर चाउचाउको नुन, यो चाहिँ खुर्सानी, यो चाहिँ टमाटर, यो चाहिँ चुखो, यो नुन हो, यो चाहिँ प्याज, चाउचाउ, त्यो चाहिँ नमकिन, यो चाहिँ भुजा साथीहरू। म चाहिँ अब मिक्स गर्छु। रेडी भयो साथीहरू। अब म चाहिँ बाउरेहरूलाई लगिदिन्छु। हेर्नुहोस् साथीहरू, म चाहिँ यता न उता टोपी नै धोती भएर साथीहरू हिँडेछु के। आज चाहिँ यहाँ म फेरि नास्ता लाग्दैछु साथीहरू। पछाडि पानी बोकेर, पछाडि पानी, अगाडि नास्ता बोकेर जाँदैछु साथीहरू। ल साथीहरू, यो चाहिँ दुईटा गरा बच्यो। त्यो माथि चाहिँ सकेर
चाहिँ टिभी छु खाऊ सुली बनाउने मान्छेले 10 घन्टा लगाउनु पर्यो एउटा सुली बनाउनलाई अन्य मान्छेले मान्छे खाएर पनि जान लाग्छ खोइ गो बाजे त्यहाँ आउनुहुन्छ हजुर साथीहरू खाना आउनु लाग्यो साथीहरू फेरि आज पनि नास्ता लाग्दैछु धान रोपेर सकेकै छैन साथीहरू आज त 3 दिन भइसक्यो अझै रोपेर सकेको छैन फेरि नास्ता लाग्दैछु म तरकारी हो हिजो रोपेको यो टमाटर फेरि एउटाको दुईटा गरेर अब 2टा गरेर छ साथीहरू लास्ट आज 3 दिनको सक्ने भयो साथीहरू पानी नभएर ट्र्याक्टर समयमा नआएर उरिन्छ साथीहरू उरिन्छ त्यहाँ दिदीले यो फालिरहनु भएको छ मम्मीले खाट्छर्दै हुनुहुन्छ हेर्नु साथीहरू घाममा यस्तो पिक्चर बनाएर गएको क्या Mira. हेर्नु साथीहरू फाइनली हामीले चाहिँ रोपेर सक्यौँ 3.5 दिन लाग्यो साथीहरू यत्तिको लगाउनलाई फाइनली गाइस आज सक्यो है आज कति दिनको 4 दिनको सक्यो है 3.5 दिनको सक्यो गाइस बिगारो योले फेरि 4.5 दिन सक्यो बल्ल अझ बिउ नपुगेर साथीहरू मम्मीले त्यहाँ डोको उचाल्नु भएको छ त्यो डोकोमा 2 डोको ल्याएको 2 डोको 4 डोको डोको ल्याएको म त भान्सेरी हो म त थाहा पाएन कि थाहा पाएन साथीहरू माथि अब 2 त छ त्यो फेरि कहिले हुन्छ है आकाशबाट पानी आएपछि कपाल उरेर हेर्नुहोस् यहाँ हाम्रो एउटा दिदी त्यहाँ बस्नु भएको छ उभिनु भएको छ भनेर बस्नु भएको छ भने थचक्क बस्नु दिदी यो सबै 3.5 दिन लाग्यो त्यही भएर हाम्रो साथीहरू सक्यो फाइनली हामी चाहिँ धान रोपेर सक्यौँ साथीहरू अनि चाहिँ धान रोपेर सक्यौँ चटपटे बनाउँदैछ सुली बनाउँदै हुनुहुन्छ हाम्रो बाउजीले सुली बनाउने साथीहरू चटपटे खानु आउनु ए हाम्रो भतिजीले यहाँ फेरि शिरबन्दी बनाउन लाग्छन् साथीहरू यस्तो राम्रो कस्तो राम्रो हेर्नुहोस् हाम्रो रीता भतिजीले कस्तो राम्रो बनाएर एउटा मेरो भतिजीले यहाँ कस्तो राम्रो बनाएको हेर्नुहोस् साथीहरू के गराउनु त्यसको बिचमा राख्ने थियो जङ्गलसँग चाहिँ उक्खलेर जर्रासँग उक्खलेर ल्याएको यहाँ साथीहरू यो चाहिँ औषधि पनि हुन्छ साथीहरू यो औषधि हुन्छ ग्यास्ट्रिक औषधि हुन्छ यो यसको जरा उडिम छ साथी उडिम छ साथीहरू म चाहिँ बुट्काबाट खाँदैछु साथीहरू सबैले गिलासबाट खाइरहनु भएको छ यहाँ मम्मीले खानुभएको सबैको गिलास छ हेर्नु साथीहरू 3-2टा खाएकै छैनन् क्या हो कहिले कुकुर सुतेछ त्यहाँ साथीहरू म चाहिँ बुट्काबाट मलाई त मट्टाउने रे के मलाई मट्टाइ सुटाउने रे मलाई बाउजूले हामी त यो खालेको खान्छौँ है गाइस यस्तो खानुहुन्छ अरे मेरो छोरी यस्तो खान्छ अरे सबै ढाके छ नि कहाँबाट भयो साथीहरू यसरी खान्छु साथीहरू कस्तो मिठो छ साथीहरू मिठो रक्सी अहिले म त मात्तिन्छु होला नानीको अलि कडा रहेछ हाम्रो चाहिँ त्यति कडा छैन पानी हालेको रहेछ के
मेरो फर्स्ट होला क्या हजुरको लास्ट होला त्यस्तो चौथो भयो त्यो मैले अझ अरू टाउन भएको छ सबै घर जानुभएको छ साथीहरू हामी मात्रै आएको छौँ त्यहाँ कुम्लामा राखिरहेको छौँ साथीहरूलाई कुम्लामा राख्दैछ प्लास्टिकमा क्या साथीहरू बुझ्नुहुन्न भने खोजा पारेर No, 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 no.